मजा ए बा एउटा अहिलेको कस्तो कलर थियो अहिले कस्तो कलर भयो म्याचिङ बल्ल म्याचिङ भएको कलर त्यस साथी रबिन भन्दै धपाए कुकुरलाई कति बिहान मजा हुन्छ बिहानमा मजा हुन्छ बग्यो ल यता उता राम्रो जान्छ पानितिर ल 5 साइकल चलाउँदै भलक मनाउँदै के छ केटाकेटी हो के छ केटाकेटी हो आसुबास मेरो प्रोफाइल पिक्चर त निस्क्यो त मलाई वर्ड थियो मेरो लागि के छ सर के छ यहाँ त गाह्रो छ साइकल चलाउँदै भलक गराउँदै भन्दै त्यस्तै यो चाहिँ हाम्रो गिरवारी खोला है पछाडि पुल यो भत्किँला अर्को उतापट्टि बन्दैछ यो यताको गाउँलाई चाहिँ भाग्रा भन्छ है अब चाहिँ हामी जाने हो उताबाट घुमेर यो चाहिँ हाम्रो गाउँ कति दिनपछि काठमाडौँबाट आएपछि साइकल चलाएँ यार वर्षौ भयो यार नचलाएको चाहिँ 4-5 वर्ष चलाउनु चाहिँ सकिँदो रहेछ हातमा मोबाइल लिँदै लडेको छ यसो हावा खाँदै आएको गाउँको गाउँ चाहिँ यस्तो हो चारैतिर हरियाली खेतै खेत होइन यो खोला भयो खोला हेर्न आएको उताबाट अब पारीबाट जाने हो चट्ट लाएर घुम्न त पर्यो दसैँ आएपछि त अब भोलि दसैँ आज यसो घुमिदिउँ फेरि दसैँपछि 1 हप्ता एकछिन घुमिदियो त्यसपछि फेरि ब्याक टु वर्क काठमाडौँ जानै पर्यो त्यस्तै छ माछा मार्न आइन्थ्यो अरे खोलामा पहिला खतरा मारिन्थ्यो माछा आजकल त खोला यहाँ बसेर एकछिन हान्दिउँ है कस्तो देखिन्छ भ्यू हेरौँ यो हाम्रो गाउँ यो खोला भयो उता पारी यो यताको गाउँ भाग्रा यो सोरमारा यता बसन्तपुर अमरसा कसले पर्दि दाइले होइन त्यो च्यानल त गयो गायब भयो हो त्यो च्यानलको चाहिँ ल हाम्रो सिस्टरले साइकलमा अब लगाइदियो उता आइफोन यता एन्ड्रोइड भलक उता आइफोन भलक हो क्या हामी यता एन्ड्रोइड भलक उता आइफोन भलक अचल चाहिँ एन्ड्रोइडले पनि जित्छ क्या त्यो भल्कर भन्ने काम नगर है नाका अलिकति भर्खर त्यसको त चिसोमा घुम्न गएको घाँटी बङ्गेको यता हेर्दा रबिन हेराइ पनि चड्किएछ हट ब्रेक त लाग्दैन त साइकलमा त तल चलाउने ल चला ल हेरौँ तल चलाएको छ लगेछ चल म यति तँ यहाँ गोजीमा त्यो कहाँ हराउने सुन पनि खत्रै छ के अरे सुन समाज दिदी सुन साइकल हेरे अमित भन्यो नि 2 कातमा चलाउने साइकल चलाउँछ बना हो ओ त कहाँ हिँड्ने किन ग्याबिन ले अमित आऊ उताबाट हामी यताबाट गयौँ यो ग्याबिन चिप्लेलाई मलाई झन्ने यता झर्नु पर्छ सुत्त हिँडे खुट्टा दुखेर हैरान भए खोला आइयो खोला तिमी फाल्न पानी कति हो डुबौँ न जङ्गल छ कि पुरै अहिले
खोला कति सफा है ढुङ्गा देखियो यो त गयो त्यो मम्मी चप्पल लाएर त्यही पनि बगाइदिन्छ अहिले चप्पल त बाहिरै देखे ए प्यान्ट झरेछ यसको के अगाडि हिँड्ने गरे के भेडु ल अगाडि जाऊँ कि हिँड्नु अगाडि कहाँ गएर ए भित्रै चिरेको जाऊँ कि जाऊँ तँ ल्याउला नि यहाँ चिप्ल्यो भने गयो सिधै पानीमा पनि टाउको ढुङ्गामा जान्छ त्यसो ढुङ्गा चाहिँ खतरा खतरा है के टुमी राम्रै छ त नास्ता खाएर आएको पेट ट्याममा ल्याएर त्यो दुइटा ल्याएर नि त्यहाँ अहिले सँगै जलाउने फेरि दुइटै यसको हाँसो तिनीहरू दुइटा डाँडा मजा ए बा यसको खुट्टा अहिलेको कस्तो कलर थियो कस्तो कलर भयो म्याचिङ बल्ल म्याचिङ भएको कलर ऊ त्यो गहिरोमा जाने हो क्या गहिरोमा हेरौँ न कस्तो हुँदो रहेछ गहिरोमा हेर्ने अब कस्तो हुँदो रहेछ जान्छ सुनौ न जान्छ त के भयो मैले प्यान्ट लाएर हो कि न त जान्थेँ म प्यान्ट लगाएर भोलि बिहान आउनु पऱ्यो नुहाउनु हुन्न बिहानै उठेर आइदिने टिका लगाउनुभन्दा अगाडि टिका त 10:30को 11को साइज छ बिहान आएर त्यहाँ माथि केटाहरू तास खेलेर बस्यो के अरे तास खेलेर बस्यो टुङ्गेर बुढाबुढीहरू तिनीहरू आउन निक्ल्या बालुवा त मजा लाग्छ खेल्नु त मेरो पनि चप्पल अहिले फेरि भिजाउनु पर्छ जेर पनि पारी जाने हामी यहाँबाट यताबाट आइयो अब यताबाट जाने हो मजा छ ढुङ्गा ढुङ्गी ढुङ्गा हेर्नु त्यस साथी रबिन भन्दै धपाए कुकुरलाई कति रहेछ पूजा दिदी यहाँ कसरी पुग्नु भयो रबिना पूजा दिदी गरे स्पेसल्ली भिडियो पूजा दिदीको लागि हेर्नु त हजुरलाई के भने रबिनले यस्तो 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 मार्नुहुन्छ मलाई गएर पुग्दैन भाइ तेरो पूजा दिदीले हेरिदिनु नि त्यो गएर चाहिँ त्यता थियो भ्लगमै जानुपर्छ जान्छ पूजा दिदीलाई मैले भनिदियो हजुरलाई के भने रबिनले भनेर गएर हेऱ्यो भने अर्को आपत पर्ला नि खै अहिले कुन पूजा भ्लगमा के तेरो साथीको विजेता हाने भनेको पूजा दिदी कहाँ आउनु भयो यहाँ ऊ आउनुभयो पछाडि साथीको साथी कहाँ पानी मजा आयो पानी छुन चाहिँ तर कति क्लियर देखियो क्या म आउँ फेरि भ्लग पानीमा होला फेरि एकैचोटि आइफोन त केही हुन्न डुबौँ न तर क्लियर कि पानी त्यहाँ कति एक बित्ता पनि छैन यार पानी मजा छ नि यहाँ मुख भाके आकाश हो त राम्रो त्यो दामी छ नि ल ओ त्यो ल्याएर त्यसलाई म त कपडा गलेछ क्या भनेको माथि ओ बगाउलाई साइकल कसले ल्याउँछ त साइकल ल यो एकजनाले मोबाइल छ त म ल्याउँछु साइकल कुकुर बग्यो कुकुर बग्यो है पाइन्ट खोलेर लग्नु सुभाष
के अरे चलाएर त तर्दैन चलाएर त के त्यो डोरा नि चल्दैन चढ्दैन त्यो ऊ कुकुर होइन यतै देखाएको छु साइकल दुईटा होला नि साइकल फेरि ल हामी कसरी तर्नी हो के चोर्लुमै डुबे क्या उसको खुट्टा छ हामी चाहिँ अहिले छौँ गिरवारी खोला भने गिरवारीमा पहिला पानी यति धेरै हुन्थ्यो अहिले पानी यति छ। हजुरहरूले हेर्नु सक्नुहुन्छ म यहाँ 2 मिनेट बस्यो भने बगाएर लिएर जान्छु आकाश हेर्नु त्यहाँ रातो कस्तो दामी आकाश अनि यता धरतीलाई हेर्नु मेरो मोबाइल स्टोरेज यत्रो साइकल चलाउँदै यत्रो पुरै भिजियो अब मोबाइल तर 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 हे त्यो आधी भिजिबे अब त्यो कम्मरसम्म त पुग्छ यसको त उहाँ त पुग्छ उहाँ पुग्छ अरे नगर भेडे त्यसको काम फेरि अब पुगे यसको कम्मर छ झन् अलि यता भयो भने ल ल गयो सक्सेसफुल्ली त्यसको काम फेरि भिजाउ कति दिनपछि देख्नु पाएको मजा आएको होला ब्युटिफुल सिन हेर म सब के अरे ए तार्ने ल कसको कतिचोटि जाँदो रहेछ ल ढुङ्गा रोग म पनि आउँछु यी गऱ्यो नि यत्रो डुबियो म त यार साइकल उहाँ फालेर हिँडेको मैले ल हानौँ ल कसको कतिचोटि पानी डुब्नु निक्लिनु ल च्याप्टो ढुङ्गा च्याप्टो ढुङ्गा च्याप्टो ढुङ्गा चाहिँ कहाँ गयो च्याप्टो ढुङ्गा यहाँ रहेछ यहाँ पनि छैन च्याप्टो ढुङ्गा खोज्नु पऱ्यो एउटा कसको ए धो न यो त ठिकै हुन्छ कडवाला चाहिँ पिस गयो पिस ल लानु तैँले लानु पहिले तैँले लानु न म यहाँ भिडियो गराउँछु ल 1 2 ल हट ल अझ एउटा हान 2 ल मेरो भिडियो बनाऊ यस्तो भन भएको पहिला त खत्ता 8 9 हानिन्छ त ल यता उता राम्रो जान्छ पानी धेरै ल 5 दाइको नि एकछिन 2 जना 1 2 3 4 5 ल पारी पुगाइदिन्छ र निकाल्नु ठुलो लान गयो पारी ला पारी मेरो दे एकचोटि पनि निकाल्छु मेरो हेर पारी जान्छ एकचोटि पनि निकाल्छु यहाँ पारी 2-3 चोटि हान्दा निक्लिँदैछ बत्ती हाल्छ लान हान न ल है त लगिन जान्छ नि जान्छ ओए ल हट यहाँबाट पारे ओ गयो ओ गयो त जान्छ अहिले सरको म त रविनाथ डाँगोतिर पुगेछ क्या डेप्टी हो घुम्ला नि फेरि अमितको हात
म त उता हेर्छु ढुङ्गै छैन यो खोला बौला नि पुरै बगाइदिन्छ कि यो सब यो पुरै पानीले काटेको ढिकहरू उद्याएको त उडाइदिएन अमित उद्याएको माथिबाट हाम फाल्थ्यौँ नि आधी त्यो त सर्लकै छैन पहिला हाम फालिन्थ्यो आधी अहिले त छँदा पनि छैन यिनीहरूलाई रमाइलो मेरो हेर 2 सम्म त पारि नै पुग्छ होला यसलाई हान्छु ओ त्यही डन्डीमा लाएर रोकिएछ ऊ 1 2 2मा अड्क्यो 1 2मा अड्क्यो आज भयो जाम हात धोर ल अमितको बालो लेफ्टी बुढाले कहाँ 1 2 गएन एक 2 मर्दा माछा हेरौँ न बरु माछा छ क्या क्लियर आँखाले भन्दा मोबाइलले क्लियर देखियो माछाहरू छ कि छैन भन्ने आँखाले त धमिल धमिल देखाएको थियो डाइरेक्ट हेर्दाखेरि माछा 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 कहाँ जाने अमित हेर न आँखाले भन्दा मोबाइलबाट हेर्दा क्लियर देखियो क्या ए भिडै अहिले खान्छ पढ्नु मोबाइलले क्लियर भयो ए पानी त क्लियर माछै देखिन्छ कि भयो त देखिन्छ कि नभएको माछा कहाँ देखिन्छ आँखाले हेर्नु कस्तो धमिल देखाएको खतरा खाएर ओ मेरो टाउकोमा हाल्नुहोस् रोक म उता जान्छु बाउलाई त्यो त भर पर्दैन त्यही त लेप्टी मान्छे लान जति हाने नि हान्न तेरो मर्जी तैँले 1 कटार देखाएको थियो बट ल ल एक पनि छैन ड्याम डुम जाम 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 उता 2टा कुकुर आइबे साइकल थिम 1 2 3 लडेछ बधाई छ यी आर्की फेरि ए अब रुइदियो ए हिँड बाबुलाई भिजेर बस्यो अहिले साइकल उठाएको उठाउने हो एकदम ल साइकल त उहाँ सुतेर बस्यो 2टा कुकुरलाई हेर्न पठाएको मैले अमित साइकल त्यसले भिज्ने भयो अब यो भिजे एकदम अमित कुकुरलाई सेक्युरिटी बस भनेको 2टालाई बस्यो क्या राम्रैसँग हेरेर बस्यो यहाँ नभएर टाउको माथि जुन आइदियो हेरेर हुन्ला जाम हो बाटो त छ यहाँ सिधै छ बाटो साइकल लगाएर गाडी लाइन छ ओए बौला के रबिनको बसको नि रे बौला काम भेडो 2टा कुकुरलाई एकछिन बस्यो भनेर यसो साइकल छोडेर गएको बस्दो रहेछ 2टा लिएर हिँड्दै लाने हो त्यसको काम हेर न म भिजे गर्छु पछि चाहिँ क्यामेरा खोलेर हरामिन क्यामेरा खोलेर के भन्छु भनेको त म भिजे अब म भिजे भन्ने देखाउँथ्यो पछि मेरो त हेर्न स्क्रिनै डाउन भयो यार मोबाइलमा चार्ज नभएर अब ब्लग अब आजलाई यति नै भनौँला है आजको रमाइलो घुमघाम नास्ता खाइयो खोलामा आइयो होइन कति वर्षपछि बल्ल साइकल चलाइयो यस्तै कहिले काहीँ गर्नुपर्छ रमाइलो भन्छ आजलाई यति नै भोलि फेरि दसैँमा भेटौँला हस्त नमस्कार भोलि दसैँ होइन